हेलो गाइस, दर्शन नमस्ते। आराम हुनुहुन्छ? म पनि आराम छु है साथीहरू। आज चाहिँ लाइन बिग्रेर म भीमदाई भएर लाइन बनाउन भुटुङ गएर झर्दैछौँ। अब चाहिँ भरिङ बोकेर हिँडिरहेको छु म। अब अस्ति आएको हावाहुरीको कारणले गर्दा लाइन बिगारिदिइसकेपछि यतातिर 2 दिन उपभोक्ताहरूले लाइन बाल्न नपाइसकेपछि गुनासो गरिसकेपछि हामी यता आएका थियौँ साथीहरू। पोलमा चढेर टक्क गाह्रो छ, भन्न जति सजिलो छ नि काम गर्नु त्यति गाह्रो छ गाइज। अब यस्तै हो गाउँघरतिर हुरी बतासले लाइन बिगारिदिने, बाँदर साँदर दुम्सी आउने, खेतीबाली खाइदिने बिजोग छ अवस्था साथी। ल है साथीहरू, चाहिँ लाइन बनाउन निकै गाह्रो छ है, भन्दा जति सजिलो छ नि साथीहरू। लाइन बनाउन गाह्रो छ। यसरी हिँड्दा पनि काम गरौँ भनेर जस पाउने होइन। अब नखान नकुट्न साथीहरू, गोरुले नखाइकन जोत्दैन, तर हामी पनि नखाएर काम गर्नुपर्छ। अगाडितिर हाम्रो भीमदाईले सर्र लाएर बाइक चलाउनु भएको छ है साथीहरू। हामी भुटुङमा लाइन बिग्रेर बनाएर झरिसकेका छौँ। अब गएर हामीले ट्रान्सफर्मरमा डिओला उठाउँछौँ। डिओला उठाउँदा लाइन लाग्छ कि नै है, त्यो पनि मैले सम्पूर्ण भिडियो देखाउने छु। यो पुरै बसाइसराईले चाहिँ सुनसान भएको गाउँ है साथीहरू। यो भुटुङ पुरा चाहिँ रोयल फ्यामिलीको एरिया हो के साई खानदानको ठाउँ साथीहरू। तपाईँकोतिर के छ भन्दै गर्नुहोस् है साथीहरू। हाम्रोतिर त बिजोग छ। ल साथीहरू, मैले चाहिँ यो विद्युत मर्मत गरेको भलक चाहिँ कटकट गरेर राखेको छु। कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। सँगै हाम्रो कालिलेख अनलाइन टेलिभिजनलाई चाहिँ लाइक कमेन्ट सेयर गरेर सब्सक्राइब गरेर पनि साथ दिनुहोला है साथीहरू। अब अर्को भलकमा भेटौँला है साथीहरू। थ्याङ्क यू सो मच। ल बाई बाई।